मान्छेले जहिले पनि राम्रो काम गरे पनि इतिहासले सम्झिन्छ, त्यो समाजले सम्झेन पनि। म नेगेटिभमै पोजिटिभ खोज्ने मान्छे हो। मलाई जब क्यान्सर रोग लाग्यो, सबैले बुझ्नु होला, म क्यान्सर रोग लागेपछि मेरो ठुलो अपरेसन भयो बाहिर। मैले फर्केर आउँदाखेरि मेरो बोल्न मिल्दैन त मैले क्यान्सर हस्पिटलै बनाएँ। झापामा पूर्वाञ्चल क्यान्सर हस्पिटल भनेको आज एसियाको नमुना क्यान्सर हस्पिटल हो। लाखौँ मान्छेलाई उपचार दिएर बसिरहेको छ। ती चिज मैले बनाइदिएँ, छोडिदिएँ, म आज यहाँ छु। तर मेरो भनाइ के हो भन्दाखेरि मैले यो आन्दोलन किन सुरु गरेँ भन्दाखेरि सबैले त सर्वहारा वर्ग भोइ मान्छे, अघि ऋषिजी यहाँ हुनुहुन्छ, उखु बोकेर हिँडिराख्नु भएको छ, चटपटे बनाइराख्नु भएको छ, उहाँले त्यहाँका मान्छेको पीडा बुझ्नु भएको छ र उखु बनाउनुहुन्छ, भाँडा माझिदिनुहुन्छ भाँडा। एउटा नेतामा हुने गुण, पत्रकारमा हुने गुण पनि छ, नेतामा हुने गुण पनि छ, होइन? तर मैले त्यो पीडा किन सुरु गरेँ भन्दाखेरि जब मेरो गाउँमा एक बिहानै खबर आयो, एकजना चेलीले 15,000, एकजना चेलीले 40,000, एकजनाले 60,000 रुपियाँ पैसा तिर्न नसक्दाखेरि बयरको रुखमा एउटै समयमा एउटै बयरको रुखमा 3टी चेलीले जब आत्महत्या गरे, त्यस पछाडि मैले अब यो देशमा यसरी मान्छे झुन्डिएर मर्न दिनु हुँदैन भन्ने मलाई एउटा भयो। अर्को कुरो के भयो भन्दाखेरि शोभा म्यामले बुझ्नुपर्ने कुरा, प्रेम आचार्यले मैले गरी खान पाइनँ भनेर संसद भवन अगाडि शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्नुभयो। त्यसले मलाई अर्को पोल्यो र त्यही बाटो देशको प्रधानमन्त्री गए, देशका गृहमन्त्री रवि लामिछाने हुनुहुन्थ्यो, उहाँहरू गए, तर त्यो मान्छेको विषयमा कसैले पनि बोलेन। तर त्यतिखेर उहाँले एउटा कुरा लेखेको रहेछ पोस्ट स्ट्याटसमा, सबैको नाम लिनुभयो, मेरो त फोटै आयो प्रेम आचार्यसँग। भरे त मैले उहाँको श्रीमतीलाई उपचार गर्दा पैसा नभएर फ्री गरिदिएर छु। धन्य हो दुर्गा प्रसाई, तपाईँ एउटा महान व्यक्ति देखेँ भनेर लेखाएर छ क्या, त्यो मैले पाएँ।